अत्यन्तै शुभ कार्य लिएर हाम्रो यस राष्ट्रको एक महामानव भन्छु म आदरणीय महावीर पुन दाई हाम्रो बिराटनगर आइपुग्नु भएको छ। मैले पनि भर्खरै यो हाम्रो दाईको चाहिँ एकदमै महत्त्वपूर्ण पुण्य शुभ कार्यको लागि भनेर मैले एउटा किताब किनिसकेको छु र तपाईँ सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि एकचोटि विराटनगरमा महेन्द्र चोकमा आएर दाईको यस शुभ कार्यमा यस किताब किनेर सहयोग गरिदिनु भएको अनुरोध गर्छु। पुरानो पनि भइसक्यो यो अभियान त। हजुर हजुर दाई, किनभने यो 1 वर्षभन्दा बढी भइसक्यो। हजुर यो किताब बेचेर हजुर वीरगञ्जको कृषि औजार कारखाना मर्मत गरेर सञ्चालन गर्ने, किसानहरूलाई चाहिने औजारहरू उत्पादन गर्ने, यही हो यसको अभियान। वीरगञ्जको एउटा कारखाना चलाएर सबैलाई रोजगारी दिन त सक्दैन, तर पनि बढीमा 200 जनासम्मलाई रोजगारी दिन सकिन्छ होला। दर्शक त्यतिखेर हामी विराटनगर स्थित महेन्द्र चोकमा छौँ र यो अत्यन्तै शुभ कार्य लिएर हाम्रो यस राष्ट्रको एक महामानव भन्छु म आदरणीय महावीर पुन दाई हाम्रो विराटनगर आइपुग्नु भएको छ र मैले पनि भर्खरै यो हाम्रो दाईको चाहिँ एकदमै महत्त्वपूर्ण पुण्य शुभ कार्यको लागि भनेर मैले एउटा किताब किनिसकेको छु र तपाईँ सम्पूर्ण दर्शक महानुभावहरूलाई पनि एकचोटि विराटनगरमा महेन्द्र चोकमा आएर दाईको यस शुभ कार्यमा यस किताब किनेर सहयोग गरिदिनु भएको अनुरोध गर्छु। र अब म दाईलाई केही आफ्नो यस कार्य सम्बन्धी केही प्रश्न सोध्न गइरहेको छु। दाई, सर्वप्रथम हजुरलाई विराटनगरमा स्वागत गर्दछु। हजुरको यस शुभ कार्यमा हाम्रो सदैव सहयोग रहनेछ। आजको यस शुभ कार्यको बारेमा यसको उद्देश्यको बारेमा थोरै प्रकाश पारिदिनुहोस् न। यो प्रकाश पारेको त 1.5 वर्ष भइसक्यो। हजुर, यो 1 वर्ष भन्दा बढी भइसक्यो। हजुर हजुर, प्रकाश पार्दै हिँड्दै हजुर गरेको छ। अब यो पुरानो पनि भइसक्यो यो अभियान त। हजुर हजुर, किनभने यो 1 वर्षभन्दा बढी भइसक्यो। हजुर हजुर, अब सबैलाई थाहा भएकै कुरा हो। यो किताब बेचेर हजुर वीरगञ्जको कृषि औजार कारखाना मर्मत गरेर सञ्चालन गर्ने, किसानहरूलाई चाहिने औजारहरू उत्पादन गर्ने, यही हो यसको अभियान। दाइ, अनि यो जुन हाम्रो अब औद्योगिक स्थापना छ नि, यो सँगसँगै हाम्रो युवा जुन अहिले विदेशी रहेको छ, यसलाई नेपालमा रोजगारी दिने के कस्तो प्लानहरू छ तपाईँ भनिदिनुहोस्। वीरगञ्जको एउटा कारखाना चलाएर सबैलाई रोजगारी दिन त सक्दैन, हजुर हजुर, तर पनि बढीमा 200 जनासम्मलाई रोजगारी दिन सकिन्छ होला। अनि यो विराटनगरमा चाहिँ हजुरको यो आजको जुन हाम्रो बुक बिक्री चाहिँ कहिलेसम्मको कार्यक्रम छ भाइ? यहाँको जनतामा भर पर्छ, मलाई सोध्दैन। पत्रकारहरू तपाईहरू हो, तपाईँ पत्रकारहरूले, यहाँको नेताहरूले, यहाँको चाहिँ युवाहरूले कति दिन राख्ने भनेर विचार गरेको छ, योजना गर्छ। कतिको जाँगर छ यहाँको युवाहरूको भन्ने यो परीक्षण पनि हो यो। अब धेरै दिन राख्यो भने निकै जाँगर रहेछन्, यहाँको जाँगिरो रहेछन् भन्ने हुन्छ। 2 वर्षसम्म यो यहाँको युवाहरूले, यहाँको चाहिँ जान्ने सुन्नेहरूले, यहाँको पत्रकारहरूले चाहिँ कार्यक्रम राखेनन् भने हामी 2 दिनमा पनि हिँड्दैनौँ। हस्, धन्यवाद दाइ, हजुरको यो कार्य सफल रहोस्। हामी सधैँ हजुरको सहयोग रहनेछ। धन्यवाद दाइ, धन्यवाद दाइ।